सोध्नुहोस् हो जाममा पर्दा गाडीबाट झर्ने होइन क्या सकेसम्म पिसाबै जाँदा त्यही त म जान्छु भनेर जाने हो नि त त्यो बेला त खोज्छ नि त गाडीवालाले नि एकचोटि भनेर गएपछि त गाडीवालाले यो प्यासेन्जरले भनेको थियो यो सिटकोले भन्दा खोज्छ कि गाडीमा भटाभट 40 जना झर्दा त कहाँ चाहिँ खुवाउन जान्छ नि गाडी बढाउने कि मान्छे खुवाउन जाने हो के हो झर्न त पर्यो मैले नझर्नु भनेको छैन के भनेर झर्नुहोस् पिसाब लागे बाबु मलाई भन्नुहोस् न म तल लगेर रोक्छु त्यही त उहाँहरू भात खाँदै थिए 350 तिरेको छ अब गाडी बढ्यो के गर्ने आउनु परेन अब स्टाफले अब कता भात खाने त्यहाँ पुरा पाइसक्छ बिहान भात खाने बेलुका भात खाने होइन अलिक परे गएर खाने बेलुकाकै खाने अलिक परे गएर खाने बेलुकाकै खाने अब कता भात खाने भने क्या राति 3:30 बजे पुगेर त्यसै सुत्यो उहाँले भात पकाएर दिने अब घरै पोखरा पुजाने घर बुइले चिन्दिन 12 बज्छ कता भात खाने त्यही चाहिँ अलिक टाढा गएर खाप्ला पऱ्यो बेलुकाकै खाने कि खाना हाम्रो जिन्दगी छैन सबभन्दा इज्जत नभएको पेसा भनेको यही हो हो कि सबभन्दा फेरि यही नभई हुन्न यो अहिले एउटा खुट्टो चिप्लिना छ 40 जना गयो हो तर फेरि इज्जत नभए पेसा भनेको यो हो कि फलानुले यसो गर्दै मुर्दार रे अरे ल हेर्नुहोस् है समस्या हो त्यो हो कि अब बुझ्नेले अब नबुझ्नेले गाली गर्छन् अब कहिलेकाहीँ सहनै पर्छ के गर्ने समस्या छ हामीलाई नि बिहान 8:30 बजे 27,000 तेलले पुग्थ्यो भरे 36,000 तेल हाल्न पर्छ त्यही त डबल इन्जिन चलिरहेछ भन्न सजिलो छ फलानुले यति भाडा दियो धिसाङ कहाँ यति नजाने हजुर अब घरमा रिटर्न पुगेर कहाँ कहाँ पुगिसक्नु त्यही वर्ष हाल्नु थियो के भयो समस्या सबैको हुन्छ सरकारको हुने हो